हाई गुड मर्निङ एभ्रिवान सबैजना मेरो साथीहरूलाई होइन आज मेरोबाट तपाईँहरूलाई एउटा सानो रिक्वेस्ट छ होइन यो भिडियोलाई तपाईँहरूले स्किप नगरिदिनुहोस् है किनभने यो चाहिँ अब एउटा हामीले मेरो बाजे बराजु होइन उनीहरूको समय त ठिकै छ त्यस्तै अब समय थियो त्यस्तै चलन थियो होइन त्यति बेला उनीहरू त्यस्तो भएन तर मेरो बाउ म मेरो छोरी सबैजना मेरो अब फ्यामिली गाउँघरको मान्छेले भोगेर आएको कुरा नि त अब त्यो चाहिँ के हो भने हाम्रो एउटा चाहना इच्छा चाहिँ हाम्रो बामराङवासीको चाहिँ एउटा ब्रिज एउटा बाटो होइन त्यति नै हो त्यहाँभन्दा ठुलो हाम्रो कुनै एउटा ठुलो एउटा इच्छा चाहिँ हाम्रो सबैभन्दा ठुलो इच्छा चाहिँ त्यही नै हो जस्तो लाग्छ होइन सबैको इच्छा एउटा त्यही नै होला मेरो इच्छा पनि त्यही नै हो र 2026 लाग्यो होइन आज 3 तारिक होइन र 25 गयो पनि बित्यो कुरा किन नगर्नु होइन 26 अहिले प्रेजेन्ट कुरा गरौँ होइन र अब वेस्ट बेङ्गलमा होइन एउटा अब इलेक्सन हुन आँट्यो होइन र सबैजनालाई भन्दैछ अरे जति पनि बाहिर हुनुहुन्छ सबैजना अब भोट दिनु चाहिँ आउनु अनिवार्य छ भनेर अब सबैजना त्यस्तो सुन्दैछ होइन ठिकै छ अन्त फेरि के भने मेरो चाहिँ अहिले गाउँमा चाहिँ अब त्यस्तो रहेछ नि त हल्ला बाटो फेरि आउने अरे होइन बाटो बनाइदिने अरे के गरिदिने अरे अब त्यस्तो रहेछ ठिकै छ म त्यसको विरोध पनि गरेको होइन बाटो बनाइदियो भने त हाम्रो लागि त सबैभन्दा ठुलो कुरा हो त्यो सबैभन्दा ठुलो कुरा बाटो एउटा ब्रिज पक्की बाटो ब्रिज बनाइदियो भने त हाम्रो लागि त सबैभन्दा ठुलो कुरा त्यही नै हो र जसले बनाइदिन्छ अब उनीहरू चाहिँ मेरो लागि चाहिँ अब भगवान बराबर नै हो भगवानभन्दा पनि ठुलो हो किनभने चाहिँ अब हामीले जति भोगेको छौँ सौरिनी बस्तीभरिमा होइन त्यति चाहिँ अरू कुनै पनि जग्गा अब बस्ती अरू पनि छ जग्गा उनीहरूले पनि हामीले जतिको भोगेको छैन किनभने हामीले हरेक कुरोमा के अब चाहे अब के एउटा किनेर ल्याउनु पर्यो चाहे चामल होस् तेल होस् सागसब्जी किनेर ल्याउनु पर्यो होइन हामीले त्यो बोकेरै ल्याउनुपर्छ अब हाम्रोमा के फलेको होस् चाहे गाई बस्तु अब के हुन्छ दुध पनि बोकेरै पुऱ्याउनु छ हरेक कुरा त्यो त ठिकै छ हामीले बोकेर लानु सक्छौँ होइन तर अझै त्योभन्दा बेसी दुःख चाहिँ कति बेला लाग्छ कति बेला आफूलाई नमिठो लाग्छ जब हाम्रो गाउँमा मान्छे बिमार हुन्छ बिमार भइरहेको बेलामा एउटा स्ट्रेचरमा हालेर लानुपर्छ होइन एउटा अब कुनै एउटा अब गर्भवती महिला हुन्छ होइन उनीहरूलाई अब त्यस्तो अवस्थामा नि हामीले स्ट्रेचरमा त्यस्तो अप्ठ्यारो बाटोमा एउटा स्ट्रेचरमा बोकेर लानुपर्छ होइन अब नराम्रो लाग्छ नि त मैले आफ्नै अब वाइफलाई पनि होइन अब त्यस्तो अवस्थामा बिचरा अब हिँडेर यताउता गरेर त्यस्तो अवस्थामा हिँडेर अब पारीसम्म गएर होइन यता गरेर दोहोऱ्याउँदै लगेर गएको आफूलाई कस्तो नराम्रो लाग्छ र तपाईँहरूलाई बितेको छ भने तपाईँहरूले पनि भोग्नु भएको छ भने तपाईँहरूलाई पनि कस्तो फिल हुन्छ होइन तपाईँहरूले पनि भोग्नु भएको छ भने र मान्छेलाई चाहिँ एउटा जे हुन्छ नि अब तपाईँले पनि एउटा कुनै एउटा अब के कसैलाई आशा देखाउनुहुन्छ होइन तर आशा देखाउनु ठिकै छ तर पुरा गर्नु सक्नुहुन्छ त्यो कुराको आशा देखाउनु जे कुरा अब पुरा गर्नु सक्नु हुँदैन त्यो कुराको चाहिँ तपाईँहरूले आशा नदेखाउनु कसैलाई पनि होइन त्यस्तो चाहिँ नगर्नु कसैलाई म भन्छु होइन किनभने हामीले जति भोगेको छौँ त्यो अरू कसैले भोग्नु परेको छैन त्यो हाम्रो दुःख हामीलाई नै थाहा छ होइन र अब अहिले अब मैले स्कुल 12 वर्ष गएँ होइन 12 वर्ष कसरी चाहिँ गएँ पानी झरी नबनिकन खोला बढिरहेको हुन्थ्यो होइन अब हाम्रो यता मर्म खोला छ उतापट्टि बाँदरे खोला छ त्यस्तो बढिरहेको बेलामा हामी स्कुल जान्थ्यौँ यताउता गर्थ्यौँ फड्के हुन्थ्यो त्यो सानो फड्केबाट तरेर जान्थ्यौँ स्कुल कोही बेला त त्यो फड्के बगाएर लगिदिन्थ्यो र अहिले पनि अवस्था त्यस्तै छ हिजोस्ति पनि त्यो बनाएको फड्के त्यसरी नै लग्यो बगाएर र अब ठिकै छ म पढेँ जसो दुःख सुख गरेर पढेँ तर मेरो अहिले नानी पनि त्यस्तै नै छ अवस्थामा अब मेरो नानी पनि अहिले अब हिँडेर जानु अब अहिले त हिँड्छ टुकुल हिँड्छ र हिजोस्ति अब खोला बढेर सानो फड्के सड्के पुरै अब बगाएर कहाँ पुऱ्याइदियो मेरा आप्पा नानी ल्याउनु गएको मान्छे अब 2-3 अब गरेर कोसिस गऱ्यो आउनु तर पानी अब खोला बढेकोले गर्दा तर्नु नसकेर फेरि काकाकोमै गयो फर्क्यो त्यतै बस्यो अब त्यस्तोसम्म भएको छ अन्त
घरिघरि अब सोच्छु होइन कि यो अब विकास होइन भन्ने चाहिँ अब जहाँनिर भोट बेसी छ, जहाँनिर गाउँ बाक्लो छ, जहाँनिर मान्छे बेसी छ, जहाँबाट भोट बेसी पाइन्छ त्यहाँ मात्रै हुने हो कि चाहिँ हो? म पनि त्यो अब तपाईँहरूलाई चाहिँ मेरो क्वेसन छ क्या हो, जहाँनिर चाहिँ भोट कम्ती छ त्यहाँ चाहिँ विकास हुँदैन र? यो चाहिँ तपाईँहरूलाई मेरो एउटा क्वेसन छ होइन, र तपाईँहरूले भनिदिनुहोस्, मेरो यो अब कमेन्टमा चाहिँ भनिदिनुहोस् तपाईँहरूले। यो चाहिँ एउटा क्वेसन हो सबैजना मेरो साथीहरूलाई, जति पनि भिडियो हेर्नुहुन्छ होइन। जहाँनिर चाहिँ अब भोट एकदमै बेसी छ त्यहाँ चाहिँ एकदम बेसी विकास, जहाँनिर चाहिँ भोट कम्ती छ, जहाँनिर मान्छे कम्ती छ, पपुलेसन कम्ती छ त्यहाँ चाहिँ विकासै नगर्नु? के हो यो? र अब बाउबाजेलाई मेरो बाजे बराजु आएर कस्तो जग्गामा आएर बस्यो भनेर उनीहरूलाई दोष दिउँ भने पनि अब म अहिले त इन्टरनेटको जमाना हो नि त, मान्छेले कस्तो मैले खुद देखेछु कस्तो कस्तो जग्गामा पनि एउटा बाटो बनाइदिएको छ, ब्रिज बनाइदिएको छ, गाडी कुदिरहेको छ होइन। र यस्तो जग्गामा पनि म पुगेको छु, त्यहाँ मैले हेर्दाखेरि माथि एउटा घर छ, खालि एउटा मात्रै घर छ, तर त्यहाँ बाटो पुगिरहेको छ। र म कुनै दिन त्यो जग्गामा जान्छु होइन, र तपाईँहरूलाई म यसरी भिडियो बनाएर त्यो दिन मात्रै देखाइदिन्छु तपाईँहरूलाई। घरिघरि सोचेर मलाई निन्द्रा लाग्दैन क्या, यस्तो कुराहरू सोच्छु होइन। अब मैले त दुःख पाएँ ठिकै छ, तर मेरो नानीले पनि अहिले त्यही अवस्थामा छ, ऊ अहिले हिँडेर जानुपर्छ स्कुल जाँदा, कस्तो लाग्छ क्या। र यो भिडियोलाई चाहिँ तपाईँहरूले सक्नुभएछ भने चाहिँ सेयर गरिदिनुहोस् होइन। र सेयर गरिदिनु भन्नु मात्रै चाहिँ किन चाहिँ भनिरहेको छु भने अब त्यो एउटा पदमा हुन्छ नि, जुन चाहिँ एउटा ठुल्ठुलो एउटा पदमा बसेको मान्छेहरू उनीहरूले पनि हेरोस् क्या, देखोस् क्या यो भिडियो, सुनोस् उनीहरूले पनि। एउटा आम नागरिक, एउटा आम जनताले कति कुरा भोगिरहेको हुन्छ, कति भोगेर चाहिँ अब उनीहरू बसिरहेको हुन्छ एउटा होइन, गाउँघरमा कस्तो पाराले बसेर उनीहरूले पनि उनीहरूलाई थाहा हुन्छ। र पनि उनीहरूले के मलाई जहाँसम्म लाग्छ उनीहरूले देखेर पनि नदेखेको जस्तो गरेको, सुनेर पनि नसुनेको जस्तो गरेको, उनीहरू त्यही गरेको मलाई थाहा छ। र पनि एकपल्ट यो भिडियो चाहिँ त्यो जग्गामा पुगोस्। अहिले 21औं शताब्दी भन्छ होइन, अहिले 5G भन्छ, यो भन्छ, त्यो भन्छ, र पनि अहिलेसम्म पनि अब मेरो गाउँमा चाहिँ एउटा पक्का बाटो र एउटा ब्रिज नपुग्नु भनेको चाहिँ कस्तो चाहिँ कुरा हो। अहिलेसम्म पनि हामी हिँड्नु, अहिलेसम्म पनि मेरो गाउँमा घोडाबाट सामान बोकाउनु, र यति नै थियो कुरा होइन। र तपाईँहरूले के गर्नुहुन्छ अब तपाईँहरूले अब मैले त्यो क्वेसन गरेको छु, त्यो कमेन्टमा चाहिँ तपाईँहरूले त्यति नै हो भनिदिनु होइन, त्यति नै छ तपाईँहरूलाई, मेरो साथीहरूलाई, त्यति नै हो।